हेलो र नमस्ते हजुरहरू सबैलाई स्वागत छ मेरो अर्को नयाँ भिडियोमा। आज चाहिँ मैले हजुरहरू सामु पेश गर्न गइरहेको छु अल्टिमा साउन्ड बक्स S20 जुन मैले हालसालै दराजबाट मगाएको थिएँ। जुन हो यो, आउनुहोस् गरौँ यसको अनबक्सिङ गर्दा आउने यो ऱ्यापिङ पेपरको आवाजले एउटा छुट्टै आनन्द दिन्छ र यसको डेलिभरी प्याकिङको क्वालिटी चाहिँ मलाई एकदमै राम्रो लागेको छ। अब हेरौँ हामीलाई बक्समा के सामान मिल्छ। यसमा छ एउटा यो एडजस्टेबल स्ट्र्यापै भन्छ होइन र यसलाई रहेको छ। अर्को चाहिँ एउटा टाइप A to टाइप C चार्जिङ केबल, जसको क्वालिटी चाहिँ एकदम डिसेन्ट नै छ, ठिकठाक मिडियम। अब रह्यो पालो स्पिकरको। आउनुहोस् हेरौँ स्पिकर। ओहो स्पिकर ठुलै छ, राम्रै छ। यसमा रहेको यो टेक्सचर पनि राम्रो नै छ। आउनुहोस् अब हेरौँ एउटा यसको क्लोजर। र साथै यसमा देख्न सक्नुहुनेछ भोल्युम अप, भोल्युम डाउन, प्ले, पज, मोड र पावर बटन। यसको दुईवटा पोर्ट रहेका छन्, जसमा एउटा USB टाइप A, अर्को USB टाइप C र टाइप C चाहिँ चार्जिङको लागि हो भने टाइप A चाहिँ पेनड्राइभ र अरू USB डिभाइस जोड्नको लागि। साथै यसमा हजुरहरूले RGB लाइटिङको सपोर्ट पनि पाउन सक्नुहुनेछ। यसमा आउने स्ट्र्यापको मद्दतले यसलाई क्यारी गरेर यताउता बोकेर हिँड्न भने एकदमै सहज र सजिलो बनाएको छ। र कनेक्टिभिटीको कुरा गर्ने हो भने यसमा चाहिँ ब्लुटुथ 5.3 को सपोर्ट रहेको छ, जसले गर्दा कनेक्टिभिटी एकदम स्मुथ रहनेछ। र साथै यसमा आउने TWS पेयरिङ भन्ने फिचरले चाहिँ दुईवटा S20 लाई जोडेर सँगै राखेर बजाउन सजिलो हुन्छ, जसले चाहिँ स्टोरियो इफेक्ट दिने काम गर्दछ। र यो एउटा स्पिकर हो। आउनुहोस् अब यो स्पिकरमा एउटा गीत बजाएर हेरौँ। प्रोटेक्सनको कुरा गर्ने हो भने चाहिँ यसमा IPX5+10 वाटर रेसिस्टेन्स पाउन सक्नुहुनेछ, जसले चाहिँ यसलाई पानीको छिटाहरूबाट जोगाउने काम गर्दछ। हजुरहरूले यसमा 70 mm को दुईवटा डाइपर पाउन सक्नुहुन्छ भने 15 वाटको दुईवटा स्पिकर पाउन सक्नुहुनेछ, जसको आउटपुट चाहिँ 30 वाट, टोटल 30 वाट रहेको छ, जुन चाहिँ एकदमै म्यासिभ दामी रहेको छ। अब बाँकी रह्यो यसको बेसको कुरा। बेस चाहिँ प्राइसको हिसाबमा मलाई एकदमै डिसेन्ट नै लाग्यो र यसमा एउटा माइकको सपोर्ट पनि छ, जसको क्वालिटी चाहिँ ओके नै छ यो। अब आउनुहोस् यसको प्राइसको कुरा हेरौँ। यसको अफिसियल प्राइस चाहिँ 7,949 रहेको छ भने यसको अफर प्राइस चाहिँ 3,949 रहेको छ। तर मैले यसलाई दराजबाट मगाउँदाखेरि चाहिँ मलाई चाहिँ 3360 रुपियाँ जति पर्न गएको थियो, किनकि मेरो भाउचर क्लेम गर्न मिल्ने थियो त, त्यसैले मलाई अरू थप केही रकम डिस्काउन्ट भयो। हजुरहरू पनि अहिले दराजमा गएर हेर्न सक्नुहुन्छ यसको अफिसियल प्राइस कति छ। हजुरहरूलाई किन्ने इच्छा छ भने फुल्ली रिकमेन्डेड छ यो प्रोडक्ट, एकदमै राम्रो छ, भ्यालु फर डिल छ। यही अफर चलेको बेला हजुरहरूले लिन सक्नुहुन्छ। यसको फुल भिडियो म बनाउने नै छु, फुल रिभ्यू भिडियो। त्यसको लागि चाहिँ केही टाइम प्रतीक्षा गर्नुहोला। हस् त, धन्यवाद।